बालेन शाह मेयरबाट हटेपछि काठमाडौँमा मनपरी भाँड भैलो हुन थालेको छ। तपाईँ देख्न सक्नुहुन्छ, गाडी कुद्ने बीच बाटोमा फुटपाथ व्यापारीहरू बीच सडकमै ठेलामा मकै पोल्दै चटपटे बेच्दै कपडा फिजाउँदै गरिरहेका छन्। सडक वारपार रहेको फोहोरको डङ्गुर अझै उठेको छैन। त्यस्तै पार्किङको कुनै व्यवस्था नै छैन। सडक वारीपारी नै गाडी र बाइकका लस्कर छन्। बालेनले राजीनामा दिएको कति दिन भयो? उहाँले 18 जनवरीको दिनुभएको थियो राजीनामा। आज 1 हप्ता हुन लाग्यो अनि काठमाडौँको हालत यस्तो हुन थाल्यो, फेरि बिग्रिन थाल्यो। सिरियसली पार्किङको व्यवस्था छैन, फेरि बिग्रिन थाल्यो काठमाडौँ जस्तो क्राउडेड ठाउँमा। अनि जुन फुटपाथ खाली गराउनु भएको थियो त्यसले गर्दा एम्बुलेन्सहरूलाई टाइममा पुग्न सजिलो भइरहेको थियो हस्पिटल। अनि अर्को नियम पनि एउटा के बदलियो भने नदीको छेउछाउमा 20 मिटरसम्म रोक लाउनु भएको थियो, त्यो पनि हटाइयो। सिरियसली त्यो त कमन सेन्सको कुरा हो कि नदीको छेउछाउमा केही बनाउनु हुँदैन, खाली राख्नुपर्छ। यो प्रिभियस इयरकै कुरा हो। यस्तो बाढी आएको थियो कि ललितपुरको सबै ग्राउन्ड फ्लोरमा पानी घुसेको थियो। त्यसैले सोच्नु पर्यो नि। अब केपी ओलीको सरकार त देखिसक्यो, कतिचोटि उहाँ बनिसक्नु भएछ, केही डेभलप भएको छैन। डेभलपमेन्ट भनेको नाममा एउटा त्यही झापा र दमक छ। इफ अहिले पनि चेन्ज भयो नि अनि सबै ठाउँ त्यस्तै भइहाल्छन्। जस्तो मान्छेहरू धनुषा महतरीलाई हेपेर भन्छन् नि, त्यस्तै सबै ठाउँ हुन थाल्छ। त्यसैले चुज वाइजली।